नेपाली लोकदोहोरी सङ्गीतको दुनियाँमा एउटा यस्तो नाम छ जसको आवाज सुन्ने बित्तिकै लाखौँ नेपालीको मन छुन्छ। त्यो नाम हो लोक स्वर सम्राट राजु परियार। सन् 1980 जुन 28मा लमजुङको चिसापानीमा जन्मिएका राजु परियारका बुबाको नाम मङ्गलसिंह परियार र आमाको नाम सन्तमाया परियार हो। सानैदेखि गाउँघरको रोदी संस्कृति र लोक भाकाबाट प्रभावित भएका राजुले जीवनमा धेरै सङ्घर्ष गर्दै सङ्गीतको यात्रा सुरु गरेका थिए। दोहोरी साँझमा गीत गाउँदै आफ्नो प्रतिभा देखाउन थालेका उनले पछि रेडियो नेपालको स्वर परीक्षा पास गरे र नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाए। उनको पहिलो रेकर्ड गरिएको गीत किसिमकोटमा चरी नाचेको मानिन्छ। आफ्नो भावुक, मिठासपूर्ण र शक्तिशाली आवाजका कारण उनी बिस्तारै नेपाली लोक सङ्गीतका सबैभन्दा लोकप्रिय गायकमध्ये एक बने। उनले विष्णु माझी, बिमा कुमारी दुरा र शर्मिला गुरुङ लगायत धेरै चर्चित गायिकासँग गीत गाएका छन्। प्रेम, बिछोड, पीडा र गाउँघरको जीवनलाई आवाज मार्फत जीवन्त बनाउने राजु परियारलाई आज नेपाली लोकदोहोरी सङ्गीतका एक महान कलाकारका रूपमा सम्मान गरिन्छ र यही कारण उनका प्रशंसकहरूले उनलाई प्रेमपूर्वक लोक स्वर सम्राट भनेर चिन्ने गर्छन्।